हामी अब एस्ट्रोलोजीकै नलेज सेयर गर्ने क्रममा आज चाहिँ म के भयो सोचिरहेको थिएँ कि केबाट सुरु गरेँ, बट हामी लग्नबाटै उठाउँ। हरेक व्यक्तिको चाहिँ बर्थ डिटेल्स, लगन कुण्डली चाहिँ हुन्छ नै, जुन चाहिँ एक्चुअल बर्थ डेट हुन्छ, जुन बर्थ डे बर्थ टाइम एकुरेट भएपछि चाहिँ हरेक व्यक्तिको चाहिँ हजुरको रहेको हुन्छ, चिना या कुण्डली भनौँ रहेको हुन्छ। र हरेक लगन कुण्डली एनालाइसिस गर्ने क्रममा हामी आज मेष लग्नको बारेमा कुरा गरौँ। यदि हजुरको चिना अथवा चाहिँ हजुरको जहाँ पनि कुण्डली देखाउनुहुन्छ, सुरुमा 1 नम्बरबाट स्टार्ट भएको चाहिँ सुरुको भाव हुन्छ। 12वटा कुण्डलीमा चाहिँ कस्तो हुन्छ भने हजुरको 12वटा घर हुन्छ। सुरुमा हजुरको स्टेटमा सुरुमा अगाडिमा चाहिँ हजुरको यदि 1 नम्बर लेखेको छ भने तपाईँको मेष लग्नबाट सुरु भयो होइन। यदि वृषभ 2 नम्बर लेखेको छ भने वृषभ लग्नबाट सुरु भयो। हजुरको त घरहरू यथावत रहन्छ, बस राशि चाहिँ अलग अलग भइदिन सक्छ फर्स्ट हाउसमा। यो बेसिक्स हो। बेसिक्सहरू चाहिँ तपाईँले कतै न कतैबाट सिक्नुहोस् र अलिकति बेसिकभन्दा माथिबाट चाहिँ हजुरको नलेज गेन गर्नु पनि हजुरलाई सही हुन्छ, सजिलो हुन्छ। यदि मेष लग्नको कुण्डली छ भने अब लग्नको स्वामी मङ्गल सबसे चाहिँ शुभ ग्रह मानिन्छ, किनभने लग्न भनेको हजुरको शरीर। म अलिकति सर्ट फर्ममा चाहिँ हरेक भावको चाहिँ के डिनोट गर्छ त्यो पनि म अलिकति डिस्क्राइब गरौँ। लगन भावले चाहिँ तपाईँको शरीर, तपाईँको कति सेल्फ कन्फिडेन्स कतिको छ, हजुरको जुझारुपन, मेन्टल क्यापेसिटी, कसैसँग यदि वाद विवाद गर्न सक्नुहुन्छ, सेना प्रहरी मिलिट्रीमा जाने जोस, एउटा हिम्मत छ, या चाहिँ होइन सर्भिस गर्ने, नर्चर गर्ने, कसैलाई खाना खुवाउने अथवा चाहिँ स्याहार सुसार गर्ने, या कमलो स्वभावको हुनुहुन्छ, या चाहिँ स्वास्थ्य कस्तो छ तपाईँको, सामान्य स्वास्थ्य, सामान्य चोटपटक अथवा सामान्य कुराले पनि तपाईँलाई स्वास्थ्यमा असर पर्छ, या चाहिँ तपाईँको ठुलोभन्दा ठुलो चाहिँ रोगहरूसँग पनि निको हुने क्यापेसिटी छ। त्यो त्यस चिजले चाहिँ हजुरको फर्स्ट हाउसबाट चाहिँ बेसिकली हजुरको ओभरअल पर्सनालिटी हजुरको कस्तो छ त्यो चिजहरू सबै चाहिँ फर्स्ट हाउसबाट डिनोट गर्छ, यसले बताउँछ। अब हामी आउँ सेकेन्ड हाउस। सेकेन्ड हाउस भनेको चाहिँ हजुरको सञ्चित धन भनिन्छ। बेसिकली चाहिँ सबसे इम्पोर्टेन्ट भनेको सञ्चित धन हो। तपाईँ धन चाहिँ कति जम्मा गर्नुहुन्छ, धन स्पेसली धनको लागि, बाँडीको लागि, हजुरको हिचबिच कस्तो छ त्यो, अनि हजुरको खानपान कस्तो छ, के छ, अनि फ्यामिली सब फ्यामिली, हजुरको कुटुम्बहरू, सबै चिजहरू चाहिँ सेकेन्ड हाउसबाट हेरिन्छ। अब हामी जाउँ थर्ड हाउस। थर्ड हाउस भनेको के हो? थर्ड हाउस भनेको हजुरको 3 नम्बरको नेचुरली त्यहाँ 3 नम्बरको साइन पर्ने, मिथुनको पर्ने भएकाले थर्ड हाउस भनेको हजुरको पराक्रम। कि हजुरले पराक्रम कस्तो गर्न सक्नुहुन्छ, साहस कति गर्न सक्नुहुन्छ। अब ठ्याक्क भाग्य स्थानदेखि सप्तममा पर्छ थर्ड हाउस भनेको भाग्य मिले तापनि या नमिले तापनि भाग्यको साथ तपाईँको सेल्फ एफर्ट कस्तो छ, कति बारम्बार हजुरले 4-5 चोटि प्रयास गर्दा पनि गर्न सक्ने क्यापेसिटी, त्यो मेन्टालिटीलाई जनाउँछ। यदि हजुरको थर्ड हाउस स्ट्रङ छ भने तपाईँ बारम्बार हिम्मत हार्नुहुन्न, प्रयास गरि नै रहनुहुन्छ। तपाईँ लिडरका साथ एउटा चिजमा लागि परेपछि लागि पर्नुहुन्छ। थर्ड हाउस त्यहाँ हो हजुरको पराक्रम। अब फोर्थ हाउस भनेको तपाईँको माताको लागि तपाईँको भूमि, हजुरको थाई सम्पत्तिहरू, जति पनि अचल सम्पत्तिहरू छन् सब फोर्थ हाउसबाट, गाडी प्रोपर्टीहरू, माता सुख, हजुरको सुख, हजुरको के चिजमा चाहिँ हजुरको सुख मिल्छ त्यो चिज चाहिँ फोर्थ हाउसबाट डिनोट गर्छ। अब फोर्थ हाउसमा हजुरको दिग्बल प्राप्त गर्छन् शुभ ग्रहहरू, जति पनि नेचुरली शुभ ग्रहहरू छन्, बृहस्पति, शुक्र, चन्द्रमा, बुध, यस्तो ग्रहहरू चाहिँ फोर्थ हाउसमा बस्यो भने चाहिँ यिनीहरू नेचुरली यिनीहरूलाई त्यो कम्फर्टेबल हाउस हो। यिनीहरूले चाहिँ दिग्बल भनेको यिनीहरूलाई बल मिल्छ, त्यो हाउसमा दिग्बल प्राप्त हुन्छ र यिनीहरूले चाहिँ
त्यो 4th हाउसको लागि केही न केही राम्रो गर्छन् यदि बसेको छन् भने कारक भएर कुण्डलीमा बसेको छन्। अनि अब आउँ 5th हाउस। 5th हाउस भनेको तपाईँको 5th हाउसबाट तपाईँको सन्तान, शिक्षा, बुद्धि, इन्भेस्टमेन्ट कस्तो छ, हजुरको लभ लाइफ, हजुरको इन्टेलिजेन्स, शिक्षा, पास्ट लाइफमा कस्तो कर्म गर्नुभयो, पास्ट लाइफको कर्मलाई पनि त्यसले संयोजन गरेर बताउँछ। पास्ट लाइफको कर्म, ओभरअल विशेष गरी ज्ञानको, बुद्धिको हाउस हो। बुद्धि अनि क्रिएटिभ आर्टहरू, जति पनि आर्टिस्टिक लाइनहरू छ, क्रिएटिभ कामहरू छ, सबै चाहिँ हजुरको आर्टिस्टिक क्रिएटिभ कामहरू सबै जसो चाहिँ 5th हाउसबाट हेर्ने गरिन्छ। अब आउँ 6th हाउस। अब 6th हाउस भनेको चाहिँ हजुरको अलिकति यो त्रिक भावमा गनिन्छ। त्रिक भाव भनेपछि रोग ऋण शत्रु पर्यो। यदि धेरै ग्रहहरू चाहिँ शुभ ग्रहहरू चाहिँ यो त्रिक भावमा गएर बस्यो भने राम्रो मानिँदैन, किनभने यो नेचुरली च्यालेन्जिङ टाइपको भाव हो। यो रोग ऋण शत्रु दियो। यसमा चाहिँ अब शुभ ग्रह बस्यो भने उनीहरू चाहिँ नेचुरली आफूलाई ब्यालेन्स गर्न सक्दैन त्यो हाउसमा। यहाँ चाहिँ प्राय गरेर चाहिँ क्रूर ग्रह, अशुभ ग्रह भन्न सकियो, क्रूर ग्रह सूर्य, मङ्गल, शनि, राहु जस्तो ग्रहहरू बस्यो भने चाहिँ यिनीहरूले चाहिँ त्यो हाउसको नेगेटिभ प्रभावलाई चाहिँ ब्यालेन्स आउट गर्न सक्ने क्यापेसिटी चाहिँ यिनीहरू ग्रहहरूमा हुनेछ। रोग ऋण शत्रुको यदि 6th हाउस कसैको बलवान छ भने पहिला विपरीत परिस्थिति आउँछ, सङ्घर्ष ज्यादा हुन्छ, रोगको थ्रु चाहिँ आफू गुज्रिनु पर्ने हुन्छ, तर त्यसबाट ओभरकम पनि भइन्छ यदि मजबुत छ भने। ऋण लिएर केही गर्नुभयो भने यदि राम्रो हुन्छ यदि 6th हाउस मजबुत छ भने। र शत्रु भनेको अब डाइरेक्ट कन्फ्रन्टेसन मात्रै हुँदैन, शत्रु जस्तै बिजनेसमा नि हुन्छ, हरेक चिजमा कम्पिटिसन छ। शत्रुता भयो नि कम्पिटिसन भनेर यसलाई राम्रो रूपमा भन्न सकिन्छ। शत्रु भन्दा पनि कम्पिटिसनमा चाहिँ तपाईँहरू जुझारु पनि देखाउनुहुन्छ, कहिले पनि हुन्छ आफूलाई पुल ब्याक गर्नु हुँदैन। 6th हाउस मजबुत भयो भने त्यस्तो हुन्छ। 6th हाउसबाट यस्तै कुराहरू हेरिन्छ। सर्भिस, जति पनि सर्भिस, होटल इन्डस्ट्रीहरू सबै 6th हाउस, जति पनि सर्भिस ओरिएन्टेड कामहरू छ सबै 6th हाउसबाट हेरिन्छ। 7th हाउस सबैलाई थाहै छ, म्यारिजको हाउस हो, पार्टनरसिप, म्यारिज यो भइगयो। अब 8th हाउस भनेको हजुरको मृत्यु, दुर्घटना त छ, तर विशेष गरी यसलाई आयुको स्थान भनिन्छ, अकल्ट। जस्तै मलाई अहिले मेरो 2nd भावको स्वामी सूर्य अष्टममा गएर बसेको छ, अकल्ट, जति ज्योतिष, तन्त्र मन्त्र सब 8th हाउसबाट हेरिन्छ। त्यो सूर्यको दशा चलिरहेको छ र साथमा ज्योतिष विद्यालाई चाहिँ रिप्रेजेन्ट गर्ने ग्रह केतुको 62 दशा चलिरहेको छ। सो म चाहिँ ज्योतिषमा अहिले चाहिँ निकै रुचि छ। ज्योतिष चिजहरूबाट चाहिँ म केही गर्न चाहन्छु। मान्छेहरूको अँध्यारो, यसलाई जीवन त भन्नु मिल्दैन, अँध्यारो जुन छ माइन्ड, त्यो टक्सिक माइन्ड, अँध्यारो माइन्ड, केही हिसाबले पनि प्रकाश, ज्ञानको प्रकाश दिन सकूँ भन्ने मेरो चाहिँ प्रयास रहेको छ। अब 8th हाउस पछि अब आयो 9th हाउस। 9th हाउस भनेको चाहिँ सबसे अब शुभ स्थान मान्छु है म। यो भनेको धर्मको हायर नलेज भन्छ नि। नलेज त ठिकै छ, 5th हाउसबाट नलेज हेरिन्छ, सबैले थाहा भएकै कुरो। 9th हाउस भनेको चाहिँ हजुरको हायर नलेज पनि यसलाई भन्न सकिन्छ। नलेज भन्दा पनि माथिबाट नलेज, जहाँ कि यसलाई पिताको स्थान पनि भन्न सकिन्छ। पिता र नलेजसँग किन कनेक्सन छ भने तपाईँ सुरुमा चाहिँ हजुरलाई नलेज दिने, सबै परवरिश दिने पिताबाट हो। सो पिता र नलेज यो कन्सेप्ट पनि छ यो। र विशेष गरी यो भाग्यको लागि चाहिँ ज्यादा प्रिफर गर्न सकिन्छ। भाग्य तपाईँ कतिको साथ दिन्छ जीवनमा, त्यो चाहिँ हजुरले विशेष गरी यो यस भावबाट चाहिँ मुख्य रूपमा हेर्न सक्नुहुन्छ। भाग्य भनेको सबसे इम्पोर्टेन्ट छ। यहाँ कर्म त हरेक व्यक्तिले गरिरहेको छ, तर सबैले चाहिँ त्यो स्थिति हासिल गरेको छैन। सो भाग्यको रोल डिफ्रेन्ट काइन्ड अफ रोल, दिस इज अ डिफ्रेन्ट काइन्ड अफ इम्प्याक्ट द्याट 9th हाउस इज क्यापेबल अफ। सो भाग्यको इम्पोर्टेन्स छ। सो हजुरको भाग्य स्थान चाहिँ धर्म, भाग्यको स्थान चाहिँ बलवान हुँदो रहेछ। मैले चाहिँ यो भिडियो अहिले चाहिँ एन्ड गर्छु। यसपछि चाहिँ म बाँकी 10th हाउसबाटको सर्टमा डिस्क्राइब गर्नेछु।